इसानको कसैसँग त्यस्तो दुश्मनी होइन तपाईँहरूलाई केही त्यस्तो छ भन्ने केही शङ्का छ कि छैन त्यस्तो शङ्का गर्न सकिएन सर। त्यो हुनाले पनि हामीले सुरुको चरणमा किटानी जाहेरी दिन सकिएन। सबै गार्जेन लेभलको मान्छे म जस्तै इनोसेन्ट नै देख्छु, अनि बच्चाको लेभलको मान्छे पनि छोरा जस्तै नै सबै नै इनोसेन्ट देख्छु। त्यही भएर मैले कसैलाई शङ्का गर्न सकिनँ। त्यसैलाई पनि अलिकति फाइदा लिएको हो कि यो निर्णय प्रारम्भिक रिपोर्ट भन्दै गर्दाखेरि त्यो यिनीहरूले चाहिँ प्रमाण दिन सकिरहेको छैनन्। हामीले चाहिँ यो प्रस्तुत गरिदिँदै गर्दा यिनी केही समय दौडिँदै गर्दा थाक्छन् र यही निर्णयलाई नै मान्न बाध्य हुन्छन् कि भन्ने लाग्या हो कि भन्ने पनि लागेको छ। सँगसँगै हिजो हामी जाँदा मुख्यमन्त्रीज्यूले अब डिआइजी साहबसँग फोन गरेर उहाँले पनि वस्तुस्थिति बुझ्न खोज्नुभयो। अझै पनि उहाँहरू मोटामोटी दुर्घटना नै का कुरा ब्रिफिङ गर्नुभयो उहाँसँग। उहाँहरूलाई हामीले फोटो देखाइयो, वस्तुस्थिति बुझाइयो, सबै गर्दा उहाँले पनि होइन यो कसरी दुर्घटना हुनसक्छ र भन्ने कुरा पनि उहाँले डिआइजी साहबलाई संयन्त्र चाहिँ फेल हुने काम चाहिँ नगर्नुहोस्, तपाईँहरू अनुसन्धानलाई अलिक गहिरिएर लाग्नुहोस् भन्ने कुरा गर्नुभयो। त्यो हुँदै गर्दा एउटा पोलिग्राम टेस्ट भन्ने हुँदो रहेछ। त्यो हत्याराहरूले साँचो बयान दिएका छन् कि नै भन्ने कुरा पोलिग्राम टेस्ट गर्दैछौँ 1-2 दिनमा भन्ने पनि हामीले त्यो उत्तर पाएका थियौँ हिजो। सँगसँगै त्यो भिसिआरआई के रिपोर्ट भन्दो रहेछ, त्यो अनुसन्धानको एउटा पोस्टमार्टम भिसिआर टेस्टको रिपोर्ट पनि अझै आइ नसकेको र थप त्यो आइसकेपछि पनि थप अनुसन्धान हुन्छ भन्दै गर्नुभएको छ। अब हामीले विश्वास गर्ने संयन्त्र त्यही नै हो। उहाँहरूलाई विश्वास नगरे पनि सुख छैन। त्यो अर्को कुरा जस्तै जुन गाडीवाला र ती मान्छेहरूलाई जुन प्रस्तुत गराइएको छ यहाँले त्यो परिवारलाई कतिको चिन्नुहुन्छ, उहाँहरूको ब्याकग्राउन्ड के हो, कस्तो समाजको मान्छे हो, के हो, उहाँहरू केही थाहा छ यहाँलाई? हामी त्यस्तो परिवारसँग ठुलो नजिक भएको त मलाई लागेन। त्यो एउटा बाबु भाइ चाहिँ नेटवर्कको केबल नेटवर्कको काम गर्दो रहेछ। त्यही भएर यो पोलमा पनि कहिलेकाहीँ काम गर्नुपर्ने भएको हुनाले कहिलेकाहीँ यहाँ आउने यसो कुर्सी मागेर अनि बसेर काम गर्ने खालका गतिविधि उसले गर्दो रहेछ र त्यो कारणले उनीहरूले छोरीले र म्याडमले चाहिँ उसलाई देखेकोसम्म चाहिँ मान्यौँ हामीले। तर त्यो परिवारसँग सम्बन्ध हाम्रो खासै नजिकको सम्बन्ध देखिएन। अब सँगसँगै के छ भने उनीहरूले अब हामीलाई प्रहरीले भेट्न 2 पटकसम्म भेटायो उनीहरूसँग। उनीहरूमा एउटा सहानुभूति भन्ने कुरा केही पनि छैन। जुन पीडा समाजको एउटा भाइ उसको भाइ लेभलको बच्चालाई उसले हानेर घटना घटाएँ म भागेँ भन्दै गर्दा एउटा सहानुभूति र जुन उसमा केही दया भाव त आउनुपर्छ। उसले मुस्कानसित मेरो म्याडमलाई चाहिँ उसले उत्तर दिइरहेछ, हाँसोले उत्तर दिन्छ उसले। अरुण सर, यो घटनामा कुनै हाई प्रोफाइलको मान्छे जोडिएको कारणले पुलिसले यस्तो घटना अर्को मान्छेलाई देखाएको हुनसक्छ तपाईँको? कतै त्यो पनि आशंकाको दायराभित्र हामी छौँ। अनि हामीले खबरदारी त्यो विषयमा पनि प्रहरीलाई होइन कतै यो कसैले खडा गरेको डमी त होइन, यो माथि पनि अनुसन्धान गरौँ भन्दै गर्दा त्यही पोलिग्राम टेस्टका कुरासम्म आएका हुन्। कहिलेकाहीँ जस्तो घर परिवारका अन्य सदस्यहरूसँग जुन डमी भनिरहनु भएको छ, त्यो परिवारको र तपाईँको जुन तपाईँको छोराबाहेक अन्य परिवारका सदस्यसँग केही त्यस्तो नराम्रो भएको कारणले त्यो बदला लिने रिभेन्जको उसमा पनि तपाईँहरूसँग अथवा अन्य परिवारका सदस्यसँग केही त्यस्तो नराम्रो भएको केही याद त्यस्तो लाग्दैन। मैले एउटा प्रश्न गरेँ, यसलाई अन्यथा नलिनु होला होइन। त्यो घटना भइसकेको लगत्तै आएको समाचारमा इसान बाबु र अर्को जुन साथी भनिएको होइन, त्यो उहाँहरूको बिचमा एकजना केटी साथीको विषयमा केही विवाद भएको भन्ने कुरा समाचारमा आएको कुरा हो होइन। यसलाई हजुरहरूले सहज रूपमा लिएर यसो के हो, तपाईँलाई यस सम्बन्धी जानकारी हो कि होइन होइन, त्यस घटनाबाट यो घटना उत्पन्न भएको हो कि भन्ने यो आशंकाहरू पनि छ, के लाग्छ? हामी परिवारले थाहा पाएको अवस्था होइन। यो घटनाभन्दा पहिला उसको कुनै केटी साथीको विषयमा झगडा भयो भन्ने कुरा हामीलाई अवगत थिएन पहिला। यही घटनाक्रमले त्यो पनि कतै कतै जोड्यो अनि त्यो जोड्दै गर्दा झगडा गेट बाहिर, स्कुलको गेट बाहिर चाहिँ सामान्य झगडा भएर सामान्य मुकामुकी धकेला धकेल भएको थियो रे।
अनि त्यही विषयलाई लिएर अनि तँलाई मारिदिन्छु पख तँलाई भन्ने खालको शब्द पनि प्रयोग गरेका थियो अरे भन्न सुन्नमा आएको थियो। तर प्रहरीले अनुसन्धानमा उनीहरूलाई तानेर 5-6 दिन बयान लिएको छ। त्यो थप जानकारी चाहिँ प्रहरीले नै पाएको हुनुपर्छ सर। केही हामीलाई थप जानकारी केही दिएको छैन। त्यस्तो गर्ने व्यक्ति त्यही स्कुलकै सहपाठी हो? सहपाठी नै हो। एउटा अघि सर जस्तै किसान बाबु यहाँबाट जाँदै गर्दा उसितसँग साथी पनि छ होइन? साथीहरूको भनाइ यहाँहरूले के सोध्नुभयो? साथीहरूले के भन्छ? साथीहरूको लेभलको सर जुन सुरुकै चरणमा अनुसन्धानमा त्यही टिनेजर फ्याक्टर नै तानियो सोधपुछको लागि। त्यो हुनाले त्यसपछि चाहिँ एकजना पनि उसको लेभलको साथी चाहिँ अहिलेसम्म हाम्रो सम्पर्कमा आएर हामीलाई सहानुभूति दिने पनि आँट गरेका छैनन्। या त गार्जेनहरूले रोक्नु भएको छ तिमीहरू पनि फस्न सक्छौ या के गर्न सक्छौ भन्ने कारणले पनि रोक्नु भएको छ, या त उनीहरू आँटै गरेका छैनन्। एकजना पनि उसको लेभलको साथी आएर हामीलाई सहानुभूति दिएको छैन सर। अनि ती साथीहरू कति नजिकका हुन्? विगत कस्तो छ? यहाँले जस्तो चिन्नुहुन्छ राम्ररी चिन्नुहुन्छ केही छ त्यो बारेमा कतै त्यही साथीहरू माथि नै यहाँको शङ्का हो कि त्यो कतै कतै ऊ अब तेक्वान्डोमा अलिकति माथि पुगेको र नेसनल लेभलका गेमहरू पनि थुप्रै खेलेर गोल्ड मेडल ल्याएको सँगसँगै तेक्वान्डोमा उसले एसियन गेम खेलेर सिल्भर मेडल पनि ल्याएको हुनाले 2 पटकसम्म हाम्रो गाउँपालिकाले उसलाई सम्मान पनि गरेको थियो र उसले अहिले प्रशिक्षकको रूपमा पनि काम गर्दै गर्दा कतै उसले उसको हामीभन्दा पछिको बच्चा हाइलाइट भयो, उसले एउटा अर्निङ स्टेजमा आयो, हामी पछि पऱ्यौँ भन्ने कुराले पनि कतै छोएको छ कि त्यो घटनालाई भन्ने पनि कतै शङ्काको घेरा चाहिँ त्यो पनि छ। लास्टमा त्यहाँको अन्तिम अन्तिम यहाँको माग के छ? प्रहरीले कसरी अनुसन्धानकारी निकायले कसरी अनुसन्धान गर्यो भने यो सत्य तथ्य बाहिर आउँछ लाग्छ तपाईँ? न्यायोचित हुन्छ भन्ने लाग्छ तपाईँलाई? तपाईँहरूको माग? हाम्रो माग त यो घटना अहिले मेरो घरको घटना मेरो ईशान शर्मा गएको छ। समग्र समाज पछि मेरो पछाडि हुनुहुन्छ। उहाँहरूको सबै मेरो घर परिवारमा पनि घट्न सक्छ है भनेर साथ दिइराख्नु भएको छ। हामी सबैको के हो भने त्यो सक्कली हत्यारा जुन हत्यारा खडा गरेको छ दुर्घटना नभएर सक्कली हत्यारा पत्ता लागोस् र विगत अब आउने दिनहरूमा अर्को ईशान शर्मा यो समाजमा नमरोस् भन्ने नै कामना हो। केही कुरा राख्छु। म चाहिँ ईशानको साथी पनि हो अनि प्लस भर्खर इन्सपेक्टर सरलाई भेटेर छु। केही कुरा चाहिँ